गर्नु पर्दो रहेछ परेवाहरू के गर्ने हामी रुद्राक्षको खतरा यो बाटोहरू बन्दै रहेछ डट बाइक रहेछ अब हामी चाहिँ यहाँनिर टक्क गाडीमा चढ्यौँ अब हाम्रो भाइ यहाँ उभिरहेको छ भागल बुझाउनु जाने यहाँ परेवा सरेवा एकदम रेडी राखेको छ अनि यहाँदेखि फेरि अब चत्र धेरै लामो बाटो छ गाडी चेन्ज गर्नुपर्ने हुन्छ होइन अनि यही हाम्रो चोक हो अब यहाँदेखि फल फ्रुटहरूको दोकान यस्तै छ अब यहाँदेखि हामी जानुपर्ने अर्को गाडी जाउँ अब जङ्गल सुरु भयो होइन यहाँनिर हेर्नु यहाँ जाने यता पनि अब यस्तै जङ्गल हो पुरै यता पनि पुरै जङ्गल छ एकदम बाटो उकालो छ गाडी तान्न सकेको छैन च्यानहरू हेर्नु यहाँ सबै च्याने यसलाई च्यान डाँडा पनि भन्नु मिल्छ यो गुरुङचौरी रामपुर लालबजारको बाटो हो जङ्गल यहाँ यो ठाउँमा चाहिँ बाइकमा आउनु मजा आउँछ कि अब आम्ला पहिले त हिँडेको बाइकमा यो बाटो धेरै अब बाइक बिग्रेर अब गाडीमा हिँड्नु पर्छ बढेछ महँगाई नेपालमा होइन यहाँ त सालले महँगो रहेछ गाडी होइन भाडा अब के गर्नु लोभी होइन महँगो त महँगो भन्नु पर्छ
अरे उफार्ने कपाल त दामी आएछ फेमस पुल हो यहाँ मैले यही बाइक भनेको दिपेश भाइ तिमीलाई मैले यही बाइक भनेको यसलाई भन्छ डट बाइक यस्तो बाटोमा हिँड्ने बाइकै यही हो क्या डट बाइक रहेछ बाटो हेर्नु खतम छ बाटो पुरा बिजोक छ बाढीले भन्दा पहिले यस्तो थियो राम मोबाइल त कस्तो गोरो भएछ मेरो कालो मोबाइल त कत्रो ठुलो माछा कत्रो ठुलो माछा यहाँ खोइ बिचमा गयो मारेको होइन यहाँ सबै यसपालिको बाढीले बगाएको हो कि क्या यो खोला छ अनि कोसीमा माछा नभएर के हुन्छ बिचको होइन अघि त्यहाँ उठेको देखेको मैले टक्क पर्थेँ होइन यो देखेको होइन ऊ होइन कोसी हो यो होइन जाने बाटो यहाँ कालो पेटी कति हेर्न यस्तै मैले भाइलाई भन्दै थिएँ ज्याकेट लिएर आऊ अहिले जाडोले
घर बनाउँछ अनि पहिरो गइहाल्छ नि है उ त्यस्तो छ घरमा डाक्टर बर्खामा चाहिँ डरै मर्दो हुन्छ हैन बुढा यहाँ चाहिँ बाटोहरू बन्दै रहेछ बर्खाले गर्दाखेरि पुरै यहाँनिर तनाव भएको रहेछ बाटो चाहिँ यस्तै हेर्नु पुरा हामी फाइनली आइपुग्यौँ गाइस यो 12 क्षेत्र यस्तै छ 12 क्षेत्रको सिन माथि पहाडहरू मैले केही देखाएन घाम आँखा टल्केर ल जम्मू गाइस मैले देखाउँछु 12 क्षेत्रको सिन यो चाहिँ मेन ढोका भित्रतिर भाइ यो बोक न यहाँनिर हेर्नु मार्केट चुरा होला सबैजना मान्छेहरू यहाँ धेरैजना मान्छेहरू आउनु भएको छ यो चाहिँ बजार रहेछ यहाँनिर अब प्रसाद सजाद मन्दिरको लागि सबै चिजहरू पाउँदो रहेछ यहाँनिर 12 क्षेत्रको बाटो ल हाँसी मजाक के गर्नु यहाँ रुद्राक्षको खतरा रुद्राक्षको सबै किन्नु चुरोट भयो यहाँ नामको यहाँ चाहिँ झोल मोमो पाउँछ जस्तो छ है सोध्यो भने मन्दिर 12 क्षेत्रको मन्दिर यतैबाट होला सबैजना आउनु रहेछ यहाँनिर खोला यहाँबाट खोला जाने पहिला खोला यो हो पहिले खोला जाने हो यसलाई खोला यही बाटो हो खोइ हजुर ए थाहा नभएर बोजीले भन्नुभएछ ल ए उता झर्ने ठाउँ रहेछ नि असरी त भनेको यो चाहिँ 12 क्षेत्रको मन्दिर यो कोसी अब खोला झर्नु पर्ने हैन छ नि अब कोसी झर्ने हामी तल आमा खतरा सिन रहेछ यहाँको हैन आमा डेन्जर सिन क्या खोला दिपेश भाइले बोक्ने भाकल तिम्रो तिमी नबोक्ने खोला भाकल भन्नु मैले सही ठाउँ त सही हो फोटोसोटो खिचिएन नि यार खिच्नु खोलामा गएर के खोलामा गएर के गर्ने रे जल बोकेर पानी राम्रो रहेछ कोही मान्छे त्यो जुत्ता के माथि पाथि गरेको बिरालो बाटोमा कोही मान्छे ए बिरालो टन्नै हुन्छ
मन्दिर मन्दिर सबतिर मन्दिर बनाएको रहेछ। यहाँ पनि 12 क्षेत्रको ल। अनि फेरि पूजा गर्नुपर्ने माथि नै हो नि त नि। अनि पूजा गर्ने गए माथि त हो नि। यहाँ खोलामा पनि त गर्नुपर्छ नि। नादिन चढाउने सिक्का पैसा लानु अनि भगवानमा तेल लानु। भाइको अब जे भने भाइले गर्छ नि। सबै झार्दै हिँड्ने हेर्नु है। अरे कस्तो छ हो यो त हेर्नु कि एउटा पनि बोक्न ल। अब भाकल मतलब हाम्रो भाइको थियो होइन। अब भाकल अब पुरा गण्डा यो चाहिँ अब हाम्रो नदी यहाँनिर आएपछि तपाईँहरू डुङ्गाहरू पनि चढ्न सक्नुहुन्छ। डुङ्गाको व्यवस्था छ। यो चाहिँ माथि अब मन्दिर हो। अनि यहाँ सामानहरू पाउँछ होइन मन्दिरको लागि यस्तो हो। खोला चाहिँ अब सिन हेर्नु कस्तो छ होइन। यहाँ हाम्रो खोलाको सिन कसले अब म चाहिँ भ्लग बनाउने कार्यक्रममा तयारी हो। हेलो गाइस अनि फेरि होइन सबैजनालाई देखाउनलाई होइन। अब तपाईँहरूलाई यहाँ हेर्नुहोस् अब खोला नदी यस्तो छ। भाकल गरेपछि अब के गर्नुपर्छ यहाँ यसरी भाकल पुरा गर्नु पर्दो रहेछ। परेवाहरू पनि लाग्छ उडाउनलाई। सबैजना टपरी बगाइराख त नि। त्यो उयो गर्ने खोलामा दियो बात चढाइदिन्छ भन्छ नि जसले। ए त्यो गर्छ त्यस जल पाउँदैन भाइ। नाउले कता कता लिएर जाँदो रहेछ। खोइ कहिले कोही पनि चढायो खोइ कहाँ ए खोला हेर्नुहोस् गाइस यस्तो छ।